जर्जियाका दुईजना जिग्री साथीहरू 21 वर्षीय जन र 23 वर्षीय फ्र्याङ्की सन् 2004 अगस्त 28 एउटा लोकल बारमा जाने र फुटबल हेर्दै मस्त दारू पिउने भनेर प्लान बनाउँछन् र साँझतिर घरबाट निस्किन्छन्। बारमा बजेको खतरा खतरा म्युजिक अनि फुटबलको जोसले गर्दा उनीहरूले शरीरले थाम्नै नसक्ने गरी रक्सी पिउँछन्। फ्र्याङ्कीलाई चाहिँ निकै नै गाह्रो हुन्छ, जताततै लड्ने जताततै उल्टी गर्न थाल्छ। जन पनि निकै मातेका हुन्छन्, तर पनि फ्र्याङ्कीको अवस्था देखेर चाहिँ जनले फ्र्याङ्कीलाई म तँलाई घरसम्म पुर्याउँछु भनेर काँधमा अडेस लगाएर बार बाहिर लिएर जान्छन् र गाडीको फ्रन्ट सिटमा राख्छन्। गाडीमा बजेको गानाको जोसले अनि निकै मातिएकोले गर्दा जनले अब अन्धाधुन्ध र एकदम तीव्र गतिमा गाडी चलाउन थाल्छन् र रङ वेतिर लान्छन्। फ्र्याङ्कीलाई झनै गाह्रो हुन्छ र उसले चाहिँ आफ्नोपट्टिको झ्यालबाट थोरै टाउको बाहिर निकालेर उल्टी गर्न थाल्छ। अगाडिबाट एउटा ट्रकले हर्न बजाई गरेर आएपछि बल्ल जनलाई रङ साइडमा भएको थाहा हुन्छ र उसले दायाँतर्फ एउटा तीव्र मोड लिन्छ। गाडी बाटोबाटै बाहिर निस्किन्छ र गाडीको साइडको भाग गएर इलेक्ट्रिक पोलमा ठोकिन्छ, जसले गर्दा साइड मिरर टुटेर भुइँमा झर्छ। जनले फेरि गाडीलाई बाटोमा निकाल्छन् र जसो तसो जनको घरसम्म पुर्याउँछन्। झन्डै भएको एक्सिडेन्ट र मातेकाले गर्दा जनले फ्र्याङ्कीलाई गाडीमै बिर्सिन्छन् र लडखडाउँदै आफ्नो रुममा गएर निदाउँछन्। बिहान सुतिरहेका ठाउँमा जनलाई कसैले यताबाट बोलाए जस्तो लाग्छ र उनी जुरुक्क उठेर हेर्दा आफ्नो वरिपरि पुलिस बन्दुक तानेर बसेको देख्छन् र डराउँदै फ्र्याङ्की वाट इज ह्यापनिङ, के भइरहेछ भनेर चिच्याउन थाल्छन्। त्यही बेला झ्याप्पै प्रहरीले जनलाई गिरफ्तार गरेर लिएर जान्छन्। तर किन? राति जोनले तीव्र मोड लिएर गाडीको साइडको भाग इलेक्ट्रिक पोलमा ठोकिएका बेला ऐना मात्रै फुटेर झरेको थिएन, फ्र्याङ्कीको टाउको पनि चुडिएर भुइँमा झरेको थियो।